ओ कति बेला पाक्छ भनेर त्यसले बस्छ जस्तो कन्डिसनमा पनि खतरा देखिने के फेरि फाइनली वी आर हियर हाई बेराज यो बनाउन लाग्नु भा धाने यार अम्बर सिंह चोकबाट काउखोला जाँदैछौँ काउखोलाबाट बल्ल गाडी लाग्छ अरे सिक्लेस जाने अनि त्यही भएर जाँदैछौँ हाम्रो जर्नी कहाँसम्म हो अरे गाइज सिक्लेस काउखोला आइसकेपछि चाहिँ यहाँनिर चाहिँ हजुरहरूले गाडी लागेको देख्न सक्नुहुन्छ अनि डाक्टर लाएर सिक्लेस जाने गाडीमा चढ्ने गाडीमा चाहिँ 400 कि 450 कति भन्नुभएको थियो जिपमा चाहिँ 700 रुपियाँ लाग्छ अरे Why to Sickles? पानी पानी त्यो पानी तरुला तिम्रै लागि हो भने जानै दिउँला बिजुली सावनको पानी चिसो चिसो मौसम छ तातो जवानी तप्राङ भन्ने ठाउँमा अलिकति होटल राम्चे हुँदैछ तप्राङ भर्खरै गाडी कुर्दा कुर्दा यति खाजा खाएर आएको फेरि 10 मिनट भएन खाजा खानु रोकिसकेर कति खाने वेदर चाहिँ यस्तो छ पुरै चिसो चिसो छ हुस्सु लागिरहेको छ अनि होप कि भोलि हामी राम्रोसँग भ्युज देखिन पाइयोस् ऐसलु ल अब चाहिँ हामी ऐसलु हन्टिङतिर लाग्दैछौँ है पुरै 1 घन्टा के अरे आधी घन्टा अगाडि भेटेको साथीहरूलाई ऐसले खानुपर्छ यो तरेमा बसेकाहरूलाई ऐसले नदेखेकाहरूलाई चाहिँ ऐसले खाइदिनुपर्छ बिपिस मलाई नि अलिकति ल पाउनु है एक मुष्ट टिक्छु अनि एक मुष्ट बाँड्दिन्छु ल तर खाइसकेछ नि यस्तो साह्रो थ्याङ्क यू वेलकम यो गर्ली गर्ली दिएको है यो चाहिँ पुरै हजुर पाकुलाई सम्झिनु भएन यो भोलि पाकुलाई लैदिनुपर्छ तिमीहरू कसलाई सम्झ्यौ सम्झिने मान्छे कोही छैन मेरो ओइ पानी आयो यार कसैले त छ तर पाका छैन जाम गाइस हामीलाई गुरुजीले यस्तो राम्रो एउटा अफर गर्नुभयो कि यहाँबाट चाहिँ नेपालको दोस्रो लङ्गेस्ट सस्पेन्सन ब्रिज रहेछ अनि हामीलाई चाहिँ यहाँबाट त जानु अनि हामी चाहिँ पारी भेट्छौँ तपाईँहरूलाई भन्नुभयो अनि यो ब्रिज चाहिँ यहाँ छ है हामी यहाँबाट वहाँ जाने हो अनि त्यो गाडी चाहिँ यताबाट घुमेर यता आउँछ है अहिले सेकेन्ड लार्जेस्ट सस्पेन्सन ब्रिज अफ नेपाल यस ओइ बिस्तारै लास्ट यस्तो छ बाटो यस्तो छ सेकेन्ड पो त ओइ खै हाम्रो भाउजूको फेरि बेग्लै छ पारा मेरो
दिस इज द अथेन्टिक ब्युटी अफ नेपाल। अनि हाम्रो ड्राइभर दाइलाई चाहिँ अहिले गएर एउटा चक्लेट, हाम्रो ब्यागमा एउटा चक्लेट चाहिँ दिनुपर्छ। उहाँले गाडी रोकिदिएर ड्राइभर दाइले एउटा चक्लेट दिने किने। गाइजहरूको फोटो सेसन कहिले सकिन्न। मेरो मोबाइलमा अब कतासम्म चाहिँ स्पेस हो नि हो। यहाँ भ्लग बनाउने त देखिरहनु भएको छ यहाँ रेनबो। अनि पारीको गाउँ के अरे ताङसिङ गाउँ रहेछ त्यताको चाहिँ। तानसेन होइन है, ताङसिङ। एकजना भए गाली गर्छ पुरै अङ्कल मारेङ्गे हो हाम्रो। मारेङ्गे यस्तो दामी छ यार तलपट्टि यस्तो बेबी पनि कस्तो मजाले ढा। यतिको बेलामा त म डराएर कस्तो गर्दा ए बेबी कति रमाउँदै हिँडेको। प्रेमको सागरमा जुरेली चाहिँ होइन, भोगेरी चाहिँ होइन, जुरेली चाहिँ होइन, भोगेरी चाहिँ होइन, चिल चाहिँ म उड्न चाहन्छु। कस्तो भ्यू, यस्तो दामी छ यहाँ तलदेखि भ्यू। हजुर बाटो तिर्क्यो हजुर। माथि ढुङ्गा राखी हाँस्नु पर्छ, ढुङ्गा दिने जन्तुहरू। गाडीले हामीलाई बोलाउँदैछ गाइज, छिटो गाडीले बोलाउँदै हो। अस्तार गयो आज। अब इन्ट्री गराउनु पर्छ अरे ग्रुपको। अनि हामी चाहिँ यहाँ आज टक्क इन्ट्री गराएर यसै जान्छौँ त। अब चेक इन भइसक्यो हाम्रो चाहिँ। अनि त्यसपछि यहाँबाट चाहिँ अलिकति हिँड्नुपर्छ अरे 10-15 मिनट। अनि हाम्रो चाहिँ होटल पनि बुक गरेर छैन। ओहो अनि त्यसै एउटा टिकटकतिर चाहिँ हेरेको छौँ। अनि हामी अब यति छिटो घुम्नको लागि डेस्टिनेसनमा यति छिटो यति उज्यालोमा पुगेको भनेको आज हाम्रो फर्स्ट टाइम होला। अझै छिटो आउँथ्यौँ, हाम्रो त गाडी ठ्याक्क 1:30 बजी मात्रै जान्छ भनेर। अनि हामी यस्तो खालको बसहरू पाइदिएको यहाँ चाहिँ। अनि मौसम पनि बिस्तारै यसरी खुलिरहेको छ। अनि सक्नुहुन्छ अहिले चाहिँ पानी आएको थियो, अहिले चाहिँ मौसम खुलिसक्यो लगभग। संरक्षण एरियामा आइपुग्यौँ हामी चाहिँ। यहाँ टनेल सनेल रहेछ। अब एग्रिकल्चर परियो, टनेलमा आँखा गइहाल्छ फेरि। हाम्रो बनाए जस्तै यस्तै रहेछ। ओए कस्तो राम्रो देखेको यार गाइजहरू। यता सबै फर्किनु न एकचोटि। हाई गर्नु, नमस्ते गर्नु, अब पैसा दिनु। आहा आमाहरू कहाँ गएर आउनुभयो। नमस्कार है सबैजनालाई, नमस्कार नमस्कार। नमस्ते नमस्ते। राम्रो होटल कुन चाहिँ राम्रो होटल अर्को नमस्ते भाइ खोज्दा हामी ओके टक्क यतातिर हिमालको भ्यू पनि बिस्तारै देखिनु ल। बेकरी पनि रहेछ। के बनाउनु भयो नि यो हजुर? के भन्छ अरे? भाङ्रा। भाङ्रा हातले नै बनाउने है भाङ्रा। भाङ्रा भनेको के थियो? गुरुङ ड्रेस। ए भाङ्रा ए नाइस नाइस नाइस। हामी चाहिँ आयौँ है यो होमस्टेमा।
चाहिँ टक्क लगाएर अब यहाँको गुड मर्निङ भन्ने कफी गुड मर्निङ फ्रम सिक्लेस भन्ने चाहिँ भोलि बिहान हो ल चियर्स गाइज चियर्स बोल्नु पर्ने हाम्रो दिदीले यहाँ दाल पकाउँदै हुनुहुन्छ ओ माई गड गाइजहरू आगो ताप्नलाई यहाँ रेडी भएर बस्छ हामी चाहिँ अहिले सेन्टर सिक्लेस होमस्टेमा छौँ सेन्टर पोइन्ट सिक्लेस होमस्टे सेन्टर पोइन्ट सिक्लेस होमस्टेमा छौँ अनि यहाँ चाहिँ हामी टक्क पानी तातो पानी होइन यो लोकल रक्सी हो यति ब्ल्याक हाम्रो दिदीले यहाँ टक्क तरकारी पकाउँदै हुनुहुन्छ अनि हामी चाहिँ यहाँ डिफ्रेन्ट एरियाबाट आएको गेस्टहरूले चाहिँ टक्क आगो तापेर यो चाहिँ बिरेन नुनवाला पानी एउटा होइन होमली इन्भाइरोमेन्ट क्रिएट भएको छ ज्वाइँ खट्टे। ज्वाइँ खट्टे हो ज्वाइँ खट्टे त्यो यिनीहरूको कुरालाई इग्नोर गरिदिनु होला हामी चाहिँ मासु पकाउँदै हो गाई तपाईँ त दिदीको रेसिपी आउँछ यहाँ अब खाने मान्छेहरू कति देखाउने कति बेला पाक्छ भनेर कुरो गर्छ अर्को मान्छे मासु खाने भने कुरो गर्छ फाइनल्ली चटपटी डिपार्टमेन्टमा हाम्रो भाउजू हुनुहुन्छ यहाँ फेरि मलाई कस्तो स्न्याप बनाउनु मन लाग्यो काली के छ कालिदास कालिदास ठिक छ गुड मर्निङ everyone. अनि इट्स 5:30 इन द मर्निङ हामी चाहिँ उठिसकेको छौँ अनि देख्न सक्नुहुन्छ बाहिरको भ्यू यस्तो छ अनि मेरो साथी बोल्छिन अब के बोल्न मन लाग्छ अब हामी चाहिँ रेडी भएर माथि सिक्लेस पार्क जाने हो अनि त्यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखिन्छ रेडी भएर देखाउनेछौँ त्यो पार्क चाहिँ वेदर खुल्छ कि खुल्दैन भन्ने कुरा मात्रै हो आकाश पुरै कालो निलो छ डर लागिसक्यो केही लिएर आएको छैन प्रिपरेसन केही छैन पानी पऱ्यो गाइज हामी रेडी भएर त बसेको थियौँ तर मौसम यस्तो छ अब माथि जाने कि नजाने यस्तो मौसममा भ्यू देखिनु त्यस्तै हो त्यही भएर एकछिन वेट गर्दैछौँ पारिको यहीँको नजिकै घरदेखि नै छोडिसक्यो ओहो हामी त जहाँ गयो नि पानी जे गऱ्यो नि पानी यार सेट लाइफ भयो कि अब अहिले चाहिँ बिस्तारै मौसम खुल्दैछ अनि अब ब्रेकफास्ट गर्छौँ तल गएर अनि त्यति बेलासम्म पनि राम्रोसँग खुल्यो भने चाहिँ माथि जान्छौँ नै पनि तल जान्छौँ अब नो अदर अप्सन हामीसँग यहाँ पुरै कपडा लाएर रेडी भएर अनि तल फेरि बाहिर चाँडो भएर हाई लभली हेलो यस्तो बाटो हौ तप्ने सिलसिला फेरि पनि जारी छ गाइस अब आगो नै छोड्नु नसक्ने भइसक्यो दिदीसँग प्लानिङ हुँदैछ माथि गएर आइहाल्नु भन्नुभएको छ अनि अब खाइहाल्छौँ अनि गइहाल्छौँ ओहो ओ टिडी अफ द डे यति चपाएर होइन नि हामी त यो मेरो हुडी र यो मेरो आउटफिट अफ द डे ए अब नानी चाहिँ आज कलेज आउन सक्दिनँ जस्तो गरेछन् कि बिरामी भएन हिजो अस्ति चाहिँ मामा घरतिर पूजा थियो अनि त्यहाँ पूजामा रस भएर त्यो नजिया भयो बमिटहरू हुने यताउता पेट दुख्यो भनेर सुतिराखेछन् हस् मामा हस् अब बिस्तारै मान्छेहरू हिँड्न थालिसक्यो भए पनि पछि लाग्छ अब माथि कोरेकापछि जाने टोली होला यिनीहरू अब अलिअलि रमिलो हुने पऱ्यो है भाइजहरू
भयो ल जाउँ गाइज। अब चाहिँ हामी पानी परे पनि हावाहुरी लाए पनि जे परे पनि अब हामी चाहिँ माथि पुगिन्छ चौरमा पुगिन्छ होइन त भाउजू। त्यत्तिकै स्पिड चाहिँ छ क्या हामीसँग। ल लेट्स गो गाइज लेट्स गो रोटेलाई। हाई हामी सिक्लेस जान लागेको सिक्लेस पार्क। रेनकोट लाउन नसकेर के अरे के भन्छ त्यसलाई के फोबिया के अरे खै आई डोन्ट नो। हामी यताबाट मोडिसक्यौँ हाम्रो यात्राको लागि। अब साथीहरू कति हिँड्न सक्छन् भन्ने कुरा मात्रै हो। यहाँ दाइले 15 मिनट भन्नुभयो। कति बजी ठ्याक्क टाइम हेर त गाइजहरू? टाइम हेरौँ। दाइले भनेको हामीलाई 15 मिनट हो अनि 8:45 भयो। हामी 9 बजी चाहिँ त्यहाँ पुग्नुपर्छ है। मेरो साथीलाई फेरि यस्तो जस्तो कन्डिसनमा पनि खतरा देखिने क्या फेरि। यो गुची ग्याङले यत्रो कडा देखियो यार तँलाई। हाय हाय कस्तो लागिरहेको हिँडेको 5 मिनटमा थाक्दाखेरि। एकदमै आउट अफ द वर्ल्ड फिल भइरहेको हिँडेको 5 मिनटमा थाक्दाखेरि कस्तो फिल भइरहेको? हिँडेको 5 मिनटमा थाकेको कस्तो फिल भयो भाउजू? इट फिल्स अमेजिङ। सात भन्जङ भने पनि त्यो पानी झरौला तिम्रै लागि हो भने जानै दिदिउला तिम्रै लागि हो भने जानै दिदिउला। तर यो उकालो चढ्न चाहिँ गाह्रो भइरहेको आली झरौला सात भन्जङ भने पनि त्यो पानी झरौला तिम्रै लागि हो भने जानै दिदिउला। ऐसलु गाडीमा ऐसलु टिप्दै। यो ऐसलुको महत्त्व के अरे तराईमा बस्ने विदेशमा बस्नेलाई के थाहा कति मिठो कति रसिलो कति गुलियो हुन्छ भन्ने। अनि ऐसलु टिप्नुको मजा काँडा गाडीमा गई हामीलाई नि चखाउनु ल प्लिज। धन्न हतारेर नभएछौँ है नत्र त्यहीँ अड्केको खाऊ खाऊ सबै तिमीलाई खाऊ। छिटो आऊ छिटो। फाइनल्ली अब हामी 2 स्टेप बिहाइन्ड छौँ सिक्लेस पार्क पुग्नुको लागि। अनि ठिकै हो 10 मिनट 15 मिनट भनेको हामी फोटो खिच्ने ऐसलु खाने गर्दा गर्दा आधी घन्टामा आइयो। ल लड्कियो किससे हो? हिँड्न पड़ रहा है और तो कुछ नहीं। जल्दी आओ। वाओ फाइनली सिक्लेस पार्क आइपुग्यौँ। तर भ्यूको त नाम निजान होइन यार। लालीगुँडा सोही छ यहाँ भइसकेको छ। माथि जान्छौँ हामी पुरै चौर रहेछ तर यत्तिकै पनि कस्तो दामी देख्यो। हामी चाहिँ अहिले ठ्याक्क यहाँ सिक्लेस आइपुग्यौँ। अनि यताबाट कोरिकपु चाहिँ यो ट्रेकिङ ट्रेलहरू छ। अनि यही हो फाइनली वी आर हियर। माथि आइपुगेका छौँ। डाँडा रहेछ त पुरै के भन्छ अरे यस्तोलाई यो चौरी खर्का जस्तो खर्का त होइन तर चौरी आइपुग्यौँ हामी। यहाँ चाहिँ सिक्लेस पार्क एन्ड टेन्ट हाउस। खासमा हामी यहाँ आउने भनेको थियौँ हिजो। अनि के भयो कि गुगलले चाहिँ तलबाट हेरेको 19 किलोमिटर अनि हातेर तलै बस्यौँ। ओहो गाइस लुकियो गर्मी भयो यार। हाई कालु हाई कसरी हामी
गेटअप चेन्ज अब गर्ली मोड अन फोटो भिडियो टन्नै खिचिन्छ यहाँ चाहिँ पानी परिरहेछ पानी पऱ्यो नि जब हामीलाई कसले रोक्न सक्छ र होइन यहाँ चाहिँ अलिकति उत्लाउने ठाउँले चाहिँ हामी कपडा सपडा ब्याग स्याग राखिदिन्छौँ यहाँ चाहिँ यो ब्युटिफुल प्लेसमा हामी ब्युटिफुल मान्छे आएपछि के हुन्छ भन्दा यो ब्युटिफुल प्लेसको ब्युटी अझै धेरै बढ्छ हामीसँग एउटा केटा पनि छ यहाँ हजुर नि बस्नुहुन्छ हो हजुर ए यसो त पानी सानी आयो भने त तपाईँहरूलाई लास्टै चिसो हुन्छ त हेरौँ है भित्र ओ यस्तो मजाले सुते खान कुकुर सुते खान न्यानो भएर बसिरहने आएको तपाईँ रहेछन् है अझ यिनीहरू दाली चाहिँ यसरी दुध्दैरहनु भएको छ कति लिटर दिन्छ त एउटाले एउटाले कति लिटर दिन्छ लिटर है त कहाँ दिन्छ त नि त्यही त 10 लिटर हुन्छ होला ए हो भित्र आउँदैन ए हिउँ चाहिँ पर्छै पर्दैन हिउँ पर्दैन यहाँ दुईजनै सँगै बस्नुहुन्छ हजुर यहाँ चाहिँ दुध ताकै छ है अनि यसलाई चाहिँ बेच्नुहुन्छ है बेच्नुहुन्न दुध बेच्दैन आफै खाने आफै खाने घिउ बनाउनुहुन्छ अनि घिउ बेच्ने हिउँ बेच्न आफै खाने धेरै हुन्छ त भने थोरै हुन्छ हाई बेराज जाडो भएर फेरि कन्डिसन यस्तो छ पुरै लाउन नि भएन पुरै खोल्न नि भएन गाह्रो छ गाइस गाह्रो छ घडीमा कति बजे 10 बजे अब चाहिँ हामी यहाँबाट भित्र जानु लाग्यो यसको चाहिँ ओनर नै आइ नपुगेको रहेछन् कि चाबी नै खुले होइन अनि मेरो साथी वाह चोर 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 अर्को चोर धान्यो यार धान्यो भनेपछि त मान्नु पर्यो खेल्न भनेर आएको यहाँ त फेरि यस्तो रहेछ ताल म त यहाँ माथि पुग्न पनि सक्दैन होला यहाँ माथि छ आजलाई पनि खेलिएन अब यहाँबाट यतापट्टि यस्तो दामी हिमाल देखिन्थ्यो नि यो होमा पुरै हुसुलाएर देख्नै पाएन अनि यहाँबाट अलिकति माथि गएपछि पनि फेरि एउटा यसै डाँडा अरे अनि त्यहाँबाट चाहिँ नजिकबाट अन्नपूर्ण देखिन्छ भन्दै हुनुहुन्थ्यो अब यहाँ त बल्ल बल्ल आइयो अनि पानी पऱ्यो अब चाहिँ यहाँबाट चाहिँ टाटा बाई बाई हुनुपर्ने हुन्छ हामी चाहिँ 11 बजेको गाडी चाहिँ 10:15 बजिसक्यो अब दौडिन्छौँ है त हामी अब यहाँबाट हामी दौडिनुपर्छ यहाँ गाडीले झन्नै गरेन हामी यहाँबाट सर्टकट बाटो आएर मैले यहाँ गाडीलाई रोकाउँदै यो दाइले पनि रोकाइदिनु भयो झन्न पदाङबाट सास फुलेर आइरहनु छिटो झन्न यो सास फुट्न भाउजू प्राउड अफ प्रज्ञा सानी है प्राउड अफ प्रज्ञा सानी म त पछाडि नफर्किकन दौडे कुदे सास फुल्न लाग्यो